Hello friends. मलाई कस्तो देखिरहेको छ होला अब्बुई हेर्दा त सलाम लाग्दिसक्यो। आज चाहिँ मैले नेपाली कमेडी डायलग गर्नको लागि चाहिँ यस्तो ड्रेस अप गरेको। बाबाको नेपाली टोपी अथवा आँखा चिलायो, मम्मीको मफलर, अनि यो चाहिँ सिसुको फ्रेन्डले दिनुभएको स्वेटर अरे। अनि यो चाहिँ मेरो हाइनेकहरू दहराजमा राखेर चाहिँ अम्बौ धुरी पलाएको रहेछ कि। आज चाहिँ एकछिन सुट गर्दा लगाएर चाहिँ धुम भनेर। तर अहिले भर्खरै मेरो सुट पनि सक्यो। अब म चाहिँ मेकअपहरू उतार्छु। स्किन कालो बनाउँछ होला। यहाँ चाहिँ मैले कालो कोठी बनाएको थिएँ कि यसले चाहिँ मेरो स्किन बिगार्छ होला। ल गइहाल्यो त। सक्यो सुट। कति तातो भइरहेको थियो यो मफलरले चाहिँ। साह्रै तातो मफलर रहेछ। सो आज मेरो एक्टिङको भिडियोहरू कस्तो भयो? तपाईहरुलाई मन परे पनि लाइक, कमेन्ट अनि शेयर गर्नु नभुल्नुस् होला प्लिज। अनि तपाईहरुलाई मन परेर तपाईहरुले लाइक गरिदिनु। यो चाहिँ मैले हिजो भर्खर लेखेर टालेको लभ होम भनेर। यो चाहिँ मेरो सानो भन्दा पनि अलिक बचपन स्कुल टाइमको फोटो। अनि मेरो क्यूट यहाँनिर जुत्ता राख्ने अस्ति भर्खर अनलाइनमा अर्डर। वाउ, यो चाहिँ ह्यान्डमेड कति दामी हो। बाबालाई दिनु भएछ कि माथि गाउँको दिदी अनिता दिदीले। आमा के गर्नु भएको? तपाईलाई चाहिँ साह्रै हेर्नु मनपर्छ है मैले सुट गरेको। एकछिन नआउनु शरम लाग्छ भनेको भरे देखाइहाल्छु नि तपाईलाई भिडियो। अन्त देखाल भन्छ खोज्दै आइहाल्छ त तपाईँ आएर त शरम लागेर। डान्सै बिग्रियो मेरो। म चाहिँ हेर्नु मन पर्छ नि छैन पो लाग्यो। म शरम हेर्छु भनेको नि। नखिच